प्यारा प्यारा भाइ बहिनीहरू, हामीले सधैँ भन्ने गरेका छौँ, हामीले विद्यार्थी भाइ बहिनीहरूका लागि रघुनाथ महाविले धेरै गरेको छ। यो कापीको मूल्य 48,952 छ। कापी डट पेनको हेर है, 50,000 को त हामी वार्षिक पुरस्कार वितरण गर्छौँ। सायद डोटी जिल्लामै सबभन्दा बढी अतिरिक्त क्रियाकलाप गरेर पुरस्कार वितरण गर्ने विद्यालय हाम्रो होला, यो हाम्रो दाबी हो पनि है। कम्तीमा 50,000 को कापी वार्षिक वितरण गर्छौँ हामी, 50,000 को। अनि अन्य कुराहरू गर्दै जाँदा विद्यार्थीमा हाम्रो धेरै रकम खर्च गर्नेमा रघुनाथ महावि चाहिँ अगाडि होला। यसमा कसैले पाउनु नपाउनु सरकार भएन। जसले सक्रियता साथ अगाडि बढ्छ, जसले खेलकुदमा भाग लिन्छ, जसले पढाइमा राम्रो गर्छ, उसलाई हामीले पुरस्कारका निम्ति हकदार बनाउँछौँ के। त्यही भएर हामीले यत्रो पुरस्कार सङ्कलन गर्ने गर्छौँ सधैँ। र अर्को कुरा, अहिले त हामीले भारी पुरस्कार घोषणा गऱ्यौँ। अस्ति वार्षिक उत्सवमा हेऱ्यो होला। अब एसएलसीमा 10 क्लास एसीमा 4 जिपिए ल्याउनेलाई 50,000, जसको चाहिँ उसको 11-12 पढ्न पुरा खर्च भ्याउँछ। त्यो दृष्टिकोणले हामीले राख्यौँ। यो भन्दा राम्रो यो डोटी जिल्लामा यो पुरस्कार छैन भन्ने सुन्थेँ मैले। कुनै स्कुलले यत्रो पुरस्कार राखेको छैन। एसीमा 4 जिपिए ल्याउने बित्तिकै 50,000 को चेक दिन्छ वार्षिक उत्सवमा। अनि त्यहाँबाट सबैमा हामीले पुरस्कार अस्ति वितरण कति पुरस्कार हामीले घोषणा गरिसक्यौँ, जुन पुरस्कार विद्यालयले दिन्छ है। त्यसो भएको हुनाले हामीले विद्यार्थीहरूका लागि धेरै गरेका छौँ भन्ने हाम्रो दाबी हो। र विद्यार्थी भाइ बहिनीहरूले पनि राम्ररी पढिदिन पर्यो। अब चाहिँ कम्पिटिसनको जमाना हो यो, भनेको सम्झौताको जमाना होइन। जसले प्रतिस्पर्धा गर्न सक्छ, जो अगाडि आयो, जो पछाडि रह्यो। यो कसैसँग सम्झौता गरेर अगाडि बढ्ने युग होइन, यो त प्रतिस्पर्धा गरेर अगाडि बढ्ने युग हो। त्यसैले सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूप्रति हामी धेरै आभारी छौँ। राम्रो प्रगति गरेका छौँ, हामीलाई खुसी लागेको छ। हाम्रो शिर ठाडो बनाइदिएका छौँ र अझ भविष्यमा यी कुराहरू निरन्तर हुँदै जानेछन् भन्ने आशा पनि हामीले गरेका छौँ। र अब हामीसँग धेरै छैन समय, 1-1.5 महिना छ। हामी अब विद्यार्थी भाइ बहिनीहरूलाई हामीले के भनेका छौँ भन्दा, हामीले बिदा दियो भने मात्र घर जान पाइने हो, नत्र पाइने होइन। अब फोन गरेर शान्तिनो कामको भरमा घर जान दिन्न, बिरामी बाहेक। म आदरणीय होस्टेल इन्चार्ज सरलाई पनि भन्छु, बिरामी बाहेक कसैलाई घर जान दिइने छैन। बिरामी बाहेक। अब 1.5 महिना पनि छैन। हामीले राम्रो गऱ्यौँ, राम्रो गरिरहेछौँ भनिरहेछौँ। चाहिँ हाम्रो वार्षिक परीक्षाको नतिजा चाहिँ खस्कियो भनेपछि अनि पछि हामीले कसरी राम्रो गर्ने भन्ने कुरा चाहिँ राख्न सक्छौँ त। त्यसो भएको हुनाले म फेरि पनि भन्छु, अब जथाभावी बिदा माग्ने, बिचमा घर जाने कुरै नगरौँ। हामीले जे नियम लगाएका छौँ त्यही नियममा बस्ने हो। र होस्टेल इन्चार्ज सरलाई पनि म आग्रह गर्छु, बिरामी बाहेक अरू बेला घर जान नदिने सर, कसैलाई जान नदिने। आमा बाउले फोन गर्यो भने पनि के हो काम भनेर सोध्दै गर्दाखेरि बिरामी बाहेक अरूमा नदिने घर जान, दिँदै नदिने। अब 1-1.5 महिना यसरी पढ्ने हो, नतिजालाई 100% फरक पार्ने किसिमले भन्दै सम्पूर्ण आदरणीय सरहरूसँगको सहकार्यता हाम्रो अगाडि बढ्नेछ। हामी लागिरहेछौँ। सम्पूर्ण विद्यार्थीको हितका लागि हामीले जे जति गरिरहेछौँ। त्यसो भएको हुनाले यत्रो पुरस्कार आज वितरण गऱ्यौँ है। वर्षेनी हामी यो गर्छौँ। फेरि पनि सफलताको शुभकामना। धेरै अध्ययन गर्ने, धेरै प्रतिस्पर्धाका साथ अगाडि बढ्ने, स्वस्थ मनस्थितिमा स्वस्थ ढङ्गबाट प्रतिस्पर्धा गर्नुपर्छ भन्दै म पनि बिदा हुन्छु। हस्त, धन्यवाद, नमस्कार।